लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा भिमाद नगरपालिका स्तरीय वक्तृत्व कला प्रतियोगिता भिमाद 6 स्थित जनज्योति माध्यमिक विद्यालयमा 2082 असार 9 गते सम्पन्न भएको छ। स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा 9वटा विभिन्न विद्यालयका कक्षा 8 देखि 12 सम्म अध्ययनरत 9 जना विद्यार्थीहरूले भाग लिएका थिए। प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालयकी सबुरन मिया प्रथम, बलभद्र आधारभूत विद्यालयका बिलाल मोहम्मद मिया द्वितीय, धर्म माध्यमिक विद्यालयकी दीपिसा पौडेल तृतीय तथा सिद्धार्थ माध्यमिक विद्यालयकी प्रमिशा सिग्देल सान्तोना स्थान प्राप्त गर्न सफल हुनुभएको थियो। विजयी विद्यार्थीहरूले क्रमशः 4000, 3000, 2000 र 1000 रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दीप पौडेलले युवा वर्गलाई लागु औषधको लतबाट जोगाउन विद्यालय स्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति कौशल र सामाजिक जिम्मेवारीका भावना विकसित गर्ने बताउनुभयो। यस्तै सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरी आचार्यले भन्नुभयो, आजको कार्यक्रम मार्फत युवाहरूमा लागु औषध दुरुपयोगको खतराबारे स्पष्ट सन्देश प्रवाह भएको छ। हामी स्वयं आयोजकको हैसियतले भोलिका दिनहरूमा पनि यस्ता सचेतनामूलक र सृजनात्मक कार्यलाई निरन्तरता दिनेछौँ। यो अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र अभिभावक सबैको सहकार्य अपरिहार्य छ। कार्यक्रमको अध्यक्षता गर्दै जनज्योति माध्यमिक विद्यालयका प्रधान अध्यापक गणेश सुवेदीले भन्नुभयो, विद्यालयहरू केवल पठन पाठनको केन्द्र मात्र नभएर सामाजिक चेतना विकास गर्ने थलो पनि हुन्। यस्ता गतिविधिहरूले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। उहाँले पछिल्लो समय विद्यार्थीहरूमा मोबाइलको लत अथवा ग्याजेट एडिक्सन बढ्दै गएकोले यसलाई न्यूनीकरण गर्नका लागि पनि आवश्यक कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास कार्यालय तनहुँलाई अनुरोध गर्नुभएको थियो। सोही अवसरमा इलाका प्रहरी कार्यालय भिमादद्वारा विद्यार्थीहरू लक्षित लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ। श्री सामाजिक विकास कार्यालयद्वारा आयोजित वक्तृत्व कला प्रतियोगिताका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, मञ्चासन अतिथिज्यूहरू, न्यायरूपी हातमा तराजु लिएर निर्णयको गहन जिम्मेवारी बोकिबस्नुभएका निरपेक्ष मण्डल तथा विभिन्न विद्यालयबाट यसै विद्यालयसम्म पाल्नुभएका गुरुवर्गज्यूहरू तथा मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरू तथा अन्य महानुभावहरूले पनि स्वीकार्नुहोस्। म भिमाद नगरपालिका वडा नम्बर 1 श्री सिद्धार्थ माध्यमिक विद्यालयकी कक्षा 8 मा अध्ययनरत छात्रा प्रमिशा सिग्देलको तर्फबाट हार्दिक न्यानो अभिवादन र यस न्यानो अवसरमा म आज स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने शीर्षकमा वक्तृत्व कलामा भाग लिन पाउँदा आफूलाई सौभाग्यशाली, प्राप्ति, गौरवशाली ठानेकी छु र सो अवसर प्रदान गर्ने यसै वक्तृत्व कला प्रतियोगिताका आयोजकलाई विशेष धन्यवाद दिँदै अब ढिला नगरिकन सभाध्यक्षको अनुमति लिए आफ्ना भनाइहरू अगाडि बढाउन चाहन्छु। सभाध्यक्ष महोदय, सर्वप्रथम त के हो त लागु पदार्थ भनेको? लागु पदार्थ भनेको एउटा अनावश्यक पदार्थ हो। खानाको हामी जसमा हामी फस्यौँ भने कहिल्यै पनि त्यसबाट निक्लिन सक्दैनौँ। हामी लागु पदार्थ खानु भनेको आफूलाई अन्धकारको खाडलमा हाल्नु जस्तै हो। लागु पदार्थ सुलभ हो। लागु पदार्थमा लाग्दा सुलभ हो। लागु पदार्थ सुलभ होइन, कुलतको पदार्थ हो जसको सेवन गर्दा फाइदा होइन, बेफाइदा मात्रै हुन्छ हो। त्यसैले हामी कसैले पनि लागु पदार्थको सेवन गर्नु हुँदैन। लागु पदार्थ शरीरका लागि मानसिक रूपमा, शारीरिक रूपमा र संवेगात्मक सबै रूपमा निकै बेफाइदाको रूप हो। लागु पदार्थ एक शरीरका लागि बेफाइदाको रूप हो र अर्को अदृश्य विष पनि हो। हामीलाई थाहा नै छ विष खाँदा के मानिस बाँचिन्छ? अवश्य पनि बाँचिँदैन। त्यसैले लागु पदार्थ खाँदा पनि कहिले मानिस बाँच्न सकिँदैन। सभाध्यक्ष महोदय, चालकज्यू, आज मिति 2082 साल 3 महिना 9 गतेका दिन यसै सामाजिक विकास कार्यालयद्वारा आयोजित भिमाद नगरपालिका स्तरीय वक्तृत्व कला प्रतियोगिताका सभाध्यक्ष महोदयज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिगणहरू, न्यायको तराजु लिएर निष्पक्ष रूपमा निर्णय गर्न बस्नुभएका निर्णायक मण्डल र विजयीको माला लगाएर फर्कनु छ भनी आशा बोक्याउनुभएका मेरा प्रतिस्पर्धी साथीहरू र यहाँ जनज्योति माध्यमिक विद्यालयको हलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावमा
म श्री धर्म माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा दीपिका पौडेलको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। सर्वप्रथम त स्वास्थ्य व्यक्तिले नै सम्पूर्ण राष्ट्रको विकास गर्न सक्छ भन्ने साँचो भनाइ साबित भइरहेको बेलामा हामी एउटा यस्तो अदृश्य महामारीसँग जुटिरहेका छौँ जसले शारीरिक मात्र होइन कि मानसिक रूपमा पनि धेरै धेरै हानिकारक छ। सर्वप्रथम त लागु पदार्थ भनेको के हो भन्ने कुरालाई जान्न अति आवश्यक छ। लागु पदार्थ भनेको गाँजा, चरेस, हिरोइन जस्तो मात्र होइन। लागु औषध नियन्त्रण 2033 को ऐन अनुसार यसमा मानसिक रूपमा असर गर्ने प्राकृतिक र कृत्रिम पदार्थहरू मिसाइएको हुन्छ। पछिल्लो समयमा लागु पदार्थको सेवन भयावह रहेको छ। तथ्याङ्कमा हेर्ने हो भने 2079 र 80मा 3000 भन्दा बढी व्यक्तिहरू लागु औषधको सेवनको अभियोगमा पक्राउ परेका छन्। र लागु औषधले हाम्रो समाज, राष्ट्र र देशमा धेरै असर पुर्याएका छन्। र ती मध्ये मुख्य असरहरू चाहिँ शिक्षा, स्वास्थ्य, परिवार र समाजमा पुर्याएका छन्। शिक्षामा के असर पुर्याएका छन् त? एउटा लागु पदार्थ सेवन गर्ने विद्यार्थी एकरो हुने प्रण गरौँ। विद्यार्थी हौ हामी सबै एउटा प्रण गरौँ। दुर्व्यसनी जन्य व्यवहारलाई आजैदेखि हराउँ। दुर्व्यसनी व्यवहारलाई आजैदेखि हराउँ। हाम्रो देश, हाम्रो समाज बनाऊ नशा मुक्त। हाम्रो देश, हाम्रो समाज बनाऊ नशा मुक्त। निराकरण गरौँ अब भई एकजुट। निराकरण गरौँ अब भई एकजुट। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, निष्पक्ष रूपमा निर्णय गर्न बस्नुभएका निर्णायक मण्डलज्यू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापक तथा गुरुवर्गहरू र मसँग प्रतिस्पर्धा गरी विजयको माला पहिरन आउनुभएका प्रतियोगी साथीहरू र सम्पूर्ण महानुभावहरूमा म श्री बलभद्र आधारभूत विद्यालयमा अध्ययनरत छात्र बिलाल मोहम्मद मियाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज सामाजिक विकास कार्यालय तनहुँद्वारा आयोजित स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्ध एकबद्धता भन्ने शीर्षकमा वक्तृत्व कला प्रतियोगितामा आफ्ना भनाइ राख्ने अनुमति दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु। म सभाध्यक्ष महोदय, म ढिला नगरिकन अब आफ्ना विचारहरू राख्न आयोजकसँग अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, लागु पदार्थ भन्नाले रासायनिक पदार्थ अथवा औषधिजन्य पदार्थ भन्ने बुझिन्छ, जसको प्रयोगले मानिसको सोचाइ, मस्तिष्क र बानी बेहोर्ने क्षमतालाई तहस-नहस गर्छ। लागु औषधलाई सामान्य बोलीचालीमा समाजलाई बिगार्ने घातक विषको रूपमा लिन सकिन्छ। हालको समाजमा लागु औषधको भयावह समस्यालाई देखिरहेका छौँ। यसको प्रयोगले समाज र राष्ट्रलाई बिस्तारै खोक्रो बनाउँदै गएको छ। सभाध्यक्ष महोदय, हाम्रो देश नेपाल जस्तो सुन्दर, शान्त र विशाल संस्कारयुक्त राष्ट्रमा पनि कयौँ नेपाली जनताहरू लागु औषधकै कारणले विविध समस्यामा पिल्सिने क्रम जारी छ। हालको विश्व हेर्दा त झन् सभाध्यक्ष महोदय लागु औषधको विकराल अवस्था छर्लङ्ग देख्न सकिन्छ। कलाकारदेखि खेलाडी, नेता र भर्खरै जीवनको भविष्य खोज्न निस्किएका कलिला बालबालिकाहरू यसको दलदलमा फँसेको देख्दा आफैलाई धिक्कार लागेर आउँछ। सभाध्यक्ष महोदय, आजका हामी युवा वर्ग भोलिका भविष्यका कर्णधार भनिन्छ। केही युवा वर्गले नै लागु औषधलाई जीवनको सारथी मान्नु भनेको म ताक्छु
महोदय। तस्करीका कार्य रोक्न गरौँ प्रतिबद्धता, त्रिवेणी अन्त्य गर्न चाहिन्छ एकता। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चासीन अन्य अतिथिज्यूहरू, निष्पक्ष निर्णायक मण्डल, समय हेर्न बस्नुभएका समय पालकज्यू, विभिन्न विद्यालयबाट पाल्नु हुने प्र तथा गुरुवर्गहरू, प्रतिस्पर्धाको मैदानमा मसँग प्रतिस्पर्धा गरी विजयको माला पहिरन आतुर हुनुहुने मेरा प्रतियोगी मित्रहरू, साथै यहाँ उपस्थित सम्पूर्णमा स्वीकार्नुहोस् म पृथ्वी मावि कक्षा 10 मा अध्ययनरत छात्र सबु र निशाको तर्फबाट कोटि कोटि नमस्कार। स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोगको विरुद्ध ऐक्यबद्धता भन्ने विषय वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरी हामी विद्यार्थीमा रहेको कला प्रस्फुटन गर्न दिनुभएकोमा आयोजक सामाजिक विकास कार्यालय तनहुँलाई पनि कृतज्ञता व्यक्त गर्दै ढिला नगरी विषयवस्तुतर्फ सभाध्यक्षको अनुमति अनुसार प्रवेश गर्न चाहन्छु। सभाध्यक्ष महोदय, स्वस्थ जीवन के हो भनेको के हो त सर्वप्रथम म भन्न चाहन्छु। स्वस्थ जीवन भनेको शरीरमा रोग नलाग्नु मात्र होइन, शरीरमा सामाजिक, मानसिक र शारीरिक रूपमा तन्दुरुस्त रहनु, सन्तुष्टि रहनु नै स्वस्थ जीवन हो। तसर्थ हामीले स्वस्थ जीवन र परिवार निर्माण गर्न चाहन्छौँ भने लागु पदार्थ दुर्व्यसनी जस्ता घातक रोगलाई नियन्त्रण गर्न सामूहिक रूपमा एक भएर आवाज उठाउन आवश्यक छ। आजको युगलाई आधुनिक समाज र सामाजिक विकास क्रमको पछिल्लो समाज मान्यता पनि आधुनिकताको देखासिकीमा लागेर विशेष गरी अहिलेका किशोर किशोरीहरू लागु पदार्थको उपलब्धमा फसिरहेको यथार्थ अवस्था अत्यन्तै चिन्ताजनक छ। हो, लागु पदार्थले व्यक्तिलाई बिगारी परिवारमा विघटन त ल्याउँछ, तर यसले समाजमा असुरक्षा बढाइ राष्ट्रको सुन्दर भविष्य निर्माणलाई अन्धकारतर्फ धकेलिरहेको छ। सभाध्यक्ष महोदय, स्वस्थ जीवन जिउन पाउनु हाम्रो मौलिक अधिकार होइन र? तर किन यति महत्त्वपूर्ण हाम्रो अधिकारमा अहिले गम्भीर चुनौती देखा परिरहेको छ? जुन चुनौती हो लागु पदार्थ सेवन र ड्रग्सको सेवन। अहिलेका युवा पुस्ताहरूमा यसको सेवन तीव्र रूपमा बढिरहेको छ, जसका कारण युवाहरू हातमा कलम र झोलामा किताब लिएर आफ्नो सुन्दर भविष्य निर्माणको खोजीमा विद्यालय जानुपर्ने किशोर किशोरीहरू गोजीमा ड्रग्स र चुरोटका प्याकेट बोकेर जङ्गल पसिरहेका, साथै ड्रग्सले लट्ठ परेर कठै सडकका गल्लीमा छटपटाइरहेका त्यो नमिठो चरित्र हेर्न हामी बाध्य भएका छौँ। हो, यसले व्यक्तिको व्यक्तिगत शरीरमा असर त पुर्याउँछ, मानिसको मुटु, मस्तिष्क र शारीरिक अवस्थामा समेत असर पुर्याउँछ, जसले गर्दा विद्यार्थीहरूको स्मरण शक्ति कमजोर हुन्छ उनीहरूलाई। अध्यक्ष महोदय, त्यसैले यो केवल व्यक्तिको समस्या मात्र होइन, यो त हामी परिवार, राष्ट्र र समाजका सबै हामी सम्पूर्णको समस्या होइन र? यसको समाधान गर्नमा पनि हामी सम्पूर्णको जिम्मेवारी हो। त्यसैले आऊ सबै मिलेर एउटा प्रतिबद्धता गरौँ। अब लागु पदार्थ होइन, शिक्षामा चेतना र अवसर चाहिन्छ। यसका लागि विद्यालय र कलेज स्तरबाट नै लागु पदार्थ विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नु पर्यो होइन र? घरमा त अभिभावकले बालबालिकासँग समय बिताउँछन्, हो त्यो समयमा के गर्छन् अभिभावक? आखिर आफ्ना बालबालिकाले के कस्ता क्रियाकलाप गरिरहेका छन्, कस्ता साथीको सङ्गत गरिरहेका छन्, त्यसलाई ध्यान दिनु अभिभावकको कर्तव्य होइन र? अभिभावकले मात्रै लागु पदार्थको दुर्व्यसनी अन्त्य गर्न सक्दैन, यसमा सरकारले पनि नीति अवलम्बन गर्नुपर्छ। लागु पदार्थ दुर्व्यसनी वितरण, तस्करी र उत्पादन कार्यमा सरकारले पनि नीति अवलम्बन गर्नुपर्छ। सभाध्यक्ष महोदय, जीवनमा आइपर्ने सम्पूर्ण जटिल समस्याहरूको समाधान गर्न हामी एक्लैले गरेर हुँदैन, यसका लागि एकताले महत्त्वपूर्ण भूमिका हेरेको हुन्छ। त्यसैले हामी सम्पूर्ण मिल्यौँ भने मात्र, हामी सम्पूर्णको ऐक्यबद्धताले मात्र लागु पदार्थ दुर्व्यसनीको अन्त्य गर्न सक्छौँ। अन्ततः म के भन्न चाहन्छु भने, आऊ सबै मिलेर एउटा शपथ गरौँ, न त अब लागु पदार्थको सेवन गरिन्छ, न त अरूलाई सेवन गर्न दिन्छ। हो, मैले पनि यही स्टेजदेखि आज नै एउटा शपथ गर्नेछु, न त मैले लागु पदार्थको सेवन गर्नेछु, न त कसैलाई गर्न दिनेछु। अन्तमा भन्नुपर्दा एउटा स्वस्थ व्यक्तिले स्वस्थ परिवारको निर्माण गर्छ, स्वस्थ परिवारले सुरक्षित समाजको निर्माण गर्छ। हो, सुरक्षित समाज नै असल राष्ट्रको, समृद्ध राष्ट्रको आधार हो। यति भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।